भारी बहुमतले जितेको सम्माननीय प्रधानमन्त्री बालेन शाहको कुरा आयो। अब बालेन शाहको कुरामा म के भन्न चाहन्छु भने काम गर्ने मान्छेलाई गर्न दिनु पहिला। हाम्रो देशलाई केही पनि हुँदैन, कसैले केही पनि लान सक्दैन, देश बोकेर कोही कहीँ जान्दैन। बालेन शाहले बताउँछ देशलाई, म ठोकेर भन्छु तपाईहरुलाई, ठोकेर पुरा काठेरी केही पनि बन्दैन। पछाडि गएर फलानाले यसो भन्यो त्यसकारण अनि त्यही कुरा सुन्यो अनि फेसबुकमा विचारको कुरा बोल्यो, अनुहार आयो। त्यो जस्तो राष्ट्रवादी व्यक्ति कोही पनि छैन। यस्तो पनि हुन्छ मान्छेहरू? खै त अहिले 100 दिन पुगिसक्यो, उहाँले केही पनि गरेन। फुटेको आँखाले के भयो? मेयर भएदेखि अहिलेसम्ममा कति डेभलप भयो देखेछ कसैलाई? खालि गाली मात्र गरेर हिँड्ने बालेनलाई।